हेलो एभ्रिवान, मैले अर्को पनि खानाको रेसिपी लिएर आएको छु। यो चाहिँ मैले भिजाएर राखेको चनाको स्प्राउट्स हो। यो खाँदाखेरि चाहिँ सबैजनालाई एकदमै हेल्दी हुन्छ। इभन युरिक एसिडलाई गिरागुडी खानु हुँदैन भन्छन्, तर स्प्राउट्स चाहिँ बेस्ट फर युरिक एसिड अल्सो है त। यो हजुरहरूले हेर्न सक्नुहुन्छ, मैले सबै सामग्रीहरू रेडी बनाइसकेँ। कराईमा तेल पनि तताउन हालिसकेँ। यो तेल चाहिँ मजाले तातिसकेपछि मैले यसमा चाहिँ थोरै मेथीको दाना पुऱ्याएँ। मेथीको दाना चाहिँ हल्का ब्राउन हुँदाखेरि मैले यसमा प्याज एड गरेँ। प्याज एड गरेपछि चाहिँ मैले यसलाई हल्का ब्राउन हुनलाई चलाइसकेको छु। यो चाहिँ मैले ठिक्कको लो फ्लेममा चाहिँ मैले ग्यासलाई बनाएको थिएँ। सो यतिको भयो। यसमा चाहिँ मैले नुन पहिला एड गर्छु, किनभने नुनले चाहिँ अलिकति मैले सुनेअनुसार चाहिँ प्याजलाई हल्का सफ्ट बनाउनु भएकोले गर्दाखेरि अलिक फ्राई सजिलो हुन्छ। सो त्यसपछि मैले चाहिँ स्प्राउट्सलाई चाहिँ चनाको स्प्राउट्स भएकोलाई चाहिँ मैले एड गरिसकेँ। यसमा चाहिँ मैले गोलभेडा फर्स्टमै हालेँ, किनभने गोलभेडा पाक्न अलिकति टाइम लाग्ने भएकोले गर्दाखेरि चाहिँ यो अलिक चाँडै गलोस् भनेर मैले हालिसकेको। सो स्प्राउट्स चाहिँ पहिल्यै उसिनेर राखेको भएर पनि मैले धेरै टाइमसम्म यसलाई पकाइनँ। यसमा चाहिँ मैले लसुन र अदुवाको पेस्ट पनि राखिसकेको छु, अनि मैले एउटा छोटो भाँडा छुटिसकेको छु। गोलभेडा पनि देख्न सक्नुहुन्छ मजाले गलिसकेको छ। यसलाई मजाले चलाएर मैले चाहिँ फेरि यसमा जिरा धनियाँ पाउडर एड गरेँ। जिरा धनियाँ पाउडर पनि हालिसकेपछि हजुरहरूले मजाले चलाउन सक्नुहुन्छ। सो मेरो चाहिँ चनाको स्प्राउट्स चाहिँ मजाले रेडी भइसकेको छ। थ्याङ्क यू फर वाचिङ।